यो समाज देश जनताको सेवामा लागेका व्यक्तिले भगवान श्रीकृष्णबाट लिनै पर्ने प्रेरणा के हो जस्तो लाग्छ भन्दाखेरि अन्यायसँग सम्झौता गर्नु धर्म होइन। अन्यायको विरुद्धमा लडेर अन्यायको अन्त्य गर्न चाहिँ निष्ठुरको कर्तव्य। मथुराका राजा कंसको अन्यायको अन्त्य चाहिँ देवकीका 8औं सन्तानले गर्छन् भन्ने भविष्यवाणी भइसकेपछि देवकी र वासुदेवलाई कारागारमा राखियो। त्यो कारागारमा भगवान श्रीकृष्णको जन्म भयो र कारागारको ढोका चमत्कारले खुलेको थियो। वासुदेवले भगवान श्रीकृष्णलाई रातारात यमुना नदी पार गोकुल पुर्याए। हामीले के सिक्न सक्छौँ भन्दाखेरि सत्यको बाटो आफै खुल्छ। जतिसुकै कसैले क्रोध गरे पनि, जतिसुकै कसैले अन्याय गरे पनि क्रोधले चल्ने शासनले सत्यलाई रोक्न सक्दैन भन्ने कुरा भगवान श्रीकृष्णको जन्मबाटै हामीले थाहा पाइसकेका छौँ। इन्द्रको डरले जनता त्रसित पुगे। इन्द्रले जब बर्खा गराए भगवान श्रीकृष्णले त्यो बर्खाबाट जनतालाई बचाइदिए। त्यो पहाडै उचालेर जनतालाई त्यो बर्खाबाट बचाइदिए। त्यहाँ विवेकको प्रयोग भयो। विवेकको प्रयोग गर्नु पनि हामीले भगवान श्रीकृष्णबाटै सिक्न सक्छौँ जस्तो मलाई लाग्छ। र युवा अवस्थामा मथुरा फर्केर कंस राजाको अन्याय र कंस राजाको अन्त्य गरिदिने भगवान श्रीकृष्णले के सिकायो भन्दाखेरि अघि मैले भने जस्तै अन्यायसँग सम्झौता गर्नु धर्म होइन, अन्यायको अन्त्य गर्नु नै हामी सबैको कर्तव्य भनेर भगवान श्रीकृष्णले सिकायो। महाभारतको युद्धमा भगवान श्रीकृष्णले हतियार उठाएन, उनले ज्ञान दिए अर्जुनलाई र अर्जुनले लडे। भनेपछि क्रोधमा देखाएर विवेक देखाउँदा पनि युद्ध लड्न सकिन्छ भन्ने कुराको प्रेरणा पनि भगवान श्रीकृष्णबाट सिक्न सकिन्छ। म बेग्लै समुदायको व्यक्ति हुँदाहुँदै पनि